केटा मान्छेले त जे गरे नि भयो बलात्कारै गरे पनि माला लाउन पाइहाल्छ पुरा यस्तो गर्नुहुन्छ दिदी हजुर कस्तो हाल्छ मेरो नाममा भएको छ क्या बक रहे हो मादरचोद मेला ऱ्यापर्सको माया कहा जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला हेलो गाइज सबैलाई वेलकम छ मेरो नयाँ रिएक्सन भिडियोमा हजुरहरूको लागि फेरि एउटा नयाँ रिएक्सन भिडियो लिएर आएको छु जलनको तोरी ऱ्यापर भन्ने नयाँ फाइन्स भनौँ अब जलनको जे जस्तो कन्टेन्ट छ त्यही नै आएको छ लेट्स सी लेट्स गो के को क्वीन नाम भन्नुस् न नाम ए सिरु दिदी हो मैले त अरु नै होला सोचिरहेको के सोचेको तैँले मलाई के सोचेको ओए भन त मलाई त दिदी के भनेको के हो यो आरएपी र्याप ए यो र्याप हो एक्सक्युज मी अनि यस्तो पनि र्याप हुन्छ त हजुरको र्याप सुनेर मलाई यो डायलग याद आयो पहिले र्याप हानेको कि र्यापले तलाई हाने दामी यो डायलग त यार तैँले र्याप हानेको कि र्यापले तँलाई हानेको ए साच्चै हजुर त र्याप आर्टिस्ट पो हो त Really nigga सुन मेरो केटाहरु अनि केटाहरु तेरो सिल्लु दिदीको र्याप सङ आउँदैछ त्यही त हजुरको नयाँ गीत नमस्ते दिदी। आएको जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथे धुलो तू समझा बुझेको बुझिनस् खास के भन्न खोजेको बुझेन यिनी सब तोरीहरूले बिहेलाई बुझेकै छैन त्यही त यसको खास अर्थ के हो दिदीहरू बुझाइदिनुस् त मलाई खेलाउँथे धुलो जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथे धुलो निकिसा तिमीले पनि दुलो खेलाउँथ्यौ र तिम्रो पनि दुलो छ र हैन विकृतिलाई नपपेर साह्रै बदनाम भएको रहेछ मुजीलाई त लाखा मेरो खेलाउँथे धुलो विकृतिले नेप बदनाम भयो भन्ने अनि आफ्नै गीतमा छाडा शब्दहरू हुन्छ फेरि सिलुको र्याप छाडा भयो समाजलाई पचाउन गाह्रो भयो भन्नेहरू सुन्नु गाह्रो धेरै गाह्रो नेपालका चर्चित मेल र्यापर्सको हामीले कन्सर्ट नहेरे हो नेपालका चर्चित मेल र्यापर्सका लिरिक्स मेल र्यापर्स? नसुने हो मेला ऱ्यापर्सको माया कहा यानी केटाले जे गरे पनि हाम्रो समाजमा चल्छ क्या पच्छ तर मैले आज एउटा लाइन हैन राख्दा त्यो पनि इन्डिरेक्टली भन्दाखेरि बसी खान नसक्ने भएको छ केटीलाई मात्र इज्जतको प्रतीक बनाउने समाज सबै सुन्नुहोस् इक्वालिटी नि बराबर हुन्छ हैन जुन देशमा छोरा र छोरीहरू बराबर अगाडि बढ्दैनन् मलाई यो बोलेको भन्दा गाना राम्रो लाग्यो यार। हैन चाहे त्यो चाहे पछाडि ब्याकग्राउन्डमा गाना बज्यो नि त्यो राम्रो छ त्यो सिलोले बोलेको भन्दा त्यो छाडा र्याप भन्दामा होस् केटा र केटी बराबर हुनुपर्छ त्यही भन्न खोज्या हो कि के हो कस्तो लाग्छ छाडा लाग्दैन जुन झोलाको पनि गीत छाडा थियो छाडा छ भनेको छन् सबले हजुरको पनि छाडा छ छाडा रहेछ छाडा भन्नु पर्यो नि त केटाको होस् या केटीको होस् केटीले गर्यो भने मात्रै हो क्या तपाईँहरूलाई नराम्रो लाग्ने केटा मान्छेले त जे गरे नि भयो बलात्कारै गरे पनि माला लाउन पाइहाल्छ पुरा यस्तो गर्नुहुन्छ दिदी हजुर कस्तो र्याप पल्साको मुख देखाइदिएको यार बलात्कार भन्दाखेरि त यार हेर है गरे पनि माला लाउन पाइहाल्छ पुरा यस्तो गर्नुहुन्छ दिदी हजुर कस्तो खालको र्यापहरू एकचोटि भनिदिनुहोस् त म चाहिँ वुमेन राइटिङ भन्ने हुन्छ क्या वुमेन राइटिङ भनेको चाहिँ केटीले आफ्नै बारेमा लेख्ने क्या त्यही भएर दुलो खेलाउँथे भनेर लेख्नु भएको होला होइन अरू र्यापरले आफ्नो दुःख सङ्घर्षका कुराहरू लेख्छन् हजुरले दुलो खेलाउँथे भनेर लेख्नुहुन्छ यार केटाले जे गरे पनि हाम्रो समाजमा चल्छ क्या पच्छ यार केटाहरूले क्या त्यस्तो बारेमा लेख्छ केटाहरूले त रियल लाइफको बारेमा जे भइरहेको जे चलिरहेको छ त्यसको बारेमा लेख्छ नि त आफ्नो अङ्गको बारेमा कहाँ लेख्छ त नि छन् सबैले हजुरको गीतलाई पनि पचाएकै छ नि त त्यो गीतमा कति भ्युज आयो भन्नुहोस् त कुलत र्यापले 1 मिलियन हिट गरेको छ तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यस्तै हावा गीतमा त आउँछ मिलियन भ्युज जिन्दगीको पहिलो र्याप सङले हेर त नेपाल खाइरहेछ त्यही त हजुरको गीतले सबै नेपालीको कान खाइरहेछ सबैको कानको जाली हट गर्यो रे हजुरको र्यापले सुन हँसायो यार तिमीले त हँसाएको मैले हो नि हजुरले हो आजदेखि नेफक मेरो नाममा भएको छ भन्नुभएछ मेरो नाममा भएको छ क्या बक रहे हो मादरचोद
गतिलो ऱ्याप हान्न नसक्ने मान्छेले अनि ऱ्यापरहरूलाई डिस लाउरेको ऱ्याप एकदमै फ्ल्याट नो रिदम नो राइम्स फुल अफ क्र्याप हार्यो दाइले लिरिकल गेम धुलो उडायो नेम एन्ड फेम हिजो आएको चल्ला धेरै नगर हल्ला बन्द गरिदिन्छु नत्र तेरो हुक्का पानी ऊ त लाउरेलाई आफूले आफूलाई भने जस्तो लाग्यो मलाई त लाउरेको ऱ्याप एकदमै फ्ल्याट नो रिदम नो राइम्स फुल अफ क्र्याप जीवकलाई पनि डिस जोडन नाइकी मेरो तेरो चाहिँ डिसी छैन चामलको गेडो धाग्न दे गुची जोडनको बालेन नाइ पनि हान्नु भएछ पालन बाटो सफा गस सिलु सवार हुँदैछ नेपप डुब्यो मालेहरू चिरेर मालेहरू पनि हजुर जस्तो ऱ्याप भन्न नआउने छिरेर हो बरु। लास्टै ब्रुटल चाहिँ त त्यो त जलनको धेरै भन्थ्यो मैले नहेरेको पहिला हेर्थेँ आजकल हेरेको छैन अति नेक्स्ट लेभल छ यार यो त बिग्रेको के भनेको भाइ होइन जिस्केको हजुर त ऱ्याप आर्टिस्ट हो त आजकल त जसलाई पनि ऱ्यापर बन्नु छ अलिकति नाम चल्यो कि ऱ्याप हानिहाल्छ कुन दिन त्यो जापानको माइला दाइले पनि ऱ्याप हान्न बेर्छ आयो 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 हेर तेरो दाई आयो माइलो डन बनेको तेरो दाई हो केटा हो धेरै जानी कडा छ नि हजुरको गीत भन्दा उहाँले कमसेकम 2-4 राइम त मिलाउनु भएको छ आयो तेरो दाई साइड हट भाइ तेरो दाइ साइड हट भाइ हैन अच्छा पहिले हामी खेलाउँथ्यौं धुलो ओहिले हामी खेलाउँछौं के भन्नु पर्यो केटा पहिले हामी खेलाउँथ्यौं धुलो अहिले हामी भइयो ठुलो आवा हुने हो कि सिलुले गीत बिगारेर यार गीत गाउनै जानिनन् के त्यही त उहाँलाई ऱ्याप हान्नै आएन के दिदी सिक्नु पर्यो हिजो भन्दा आज राम्रो गर्नु छ नथिनेज म आफैलाई प्रुभ गर्नु छ प्रुभ गरिसक्नु भयो त म तोरी ऱ्यापर हो भनेर यो भन्दा कति प्रुभ गर्नुहुन्छ एक्सक्युज मी अनि दिदी हजुरलाई चाहिँ ऱ्यापरहरूले गाँजा खाएकोमा के को टाउको दुखाइ हो गाजा गोटी खाने सुरोट तान्दा गाजाको पो गाजा थरी थरी गाजा र्यापरहरू सबैजना गाजा गोटी खाने मेरो गाजा खाइरहेछु माछिने मैले गाजा खाए त गाजा आफ्नो बाउको नसामा झुमेर नसामा झुमेर पनि हजुरभन्दा राम्रो ऱ्याप हान्छ जीवकले जिरो झारे लाग्छ यो कस्तो देखेको यार सुनामी त हो नि होइन ऐ भगवान् जिरो झारे लाग्छ ऱ्याप राम्रो लाग्छ तर त्यसको त्यो हुलिया सुलिया मन पर्दैन मलाई अनि के हुलिया राम्रो बनाउनलाई दिनदिनै जसमा फेर्नु पर्ने हो कति धेरै जसमा लगाएको यार ठिक छ तपाईँ लाम त नि मलाई चाहिँ मेरो भाइब चाहिँ खासमा जलनसँगको रहेछ कि जलनको भिडियोमा चाहिँ मलाई अति नै रमाइलो लाग्ने रहेछ If you wanna get some cash, if you wanna get some money, be fucking content on my fucking broadcast, be content on my Instagram. Can you repeat that again? And subscribe my YouTube channel. आँखा वाला आइज आँखा I'll send me a bank details on my Instagram. क्या बक रहे हो मादरचोद गर्छु म प्रे दुई हात जोडेर नेपप सधैँ राम्रो होस् भनेर नेपप राम्रो होस् भन्ने साँच्चै चाहनुहुन्छ भने दिदी ऱ्यापहरू छोडिदिनुहोस् बरु गीत गाउनुहोस् हेरेको तिमीलाई आँखाले होइन स्वर पनि मेरो गेडा जस्तो राम्रै गएको छ त यार त्यो बेला चाहिँ स्वर त थिए आँखाले होइन स्वर पनि मेरो गेडा जस्तो स्वर त ठिकै छ कि उहाँको त्यही भएर अबदेखि हजुरले दोहोरी गीत गाउनु पर्यो दोहोरी गाउँछु म नो ऱ्याप हान्छु म खूब ऱ्याप भन्दै हिँड्छस् नि ऱ्यापको फुल फर्म के हो थाहा छ ऱ्यापको फुल फर्म सोध्ने राइमिङ एन्ड पोएट्री भन्छ तँलाई थाहा छ राइमिङ भने के हो थाहा छैन के हो राइमिङ भनेको भन्नुहोस् त नेपप डुब्यो मालेहरू चिरेर आइसक्यो म गोली गट्टा बोकेर केही हुन्न 2-4 कुकुरहरू मरेर यही हो त राइमिङ भनेको छैन त राइम वाक्यको अन्तिममा क्रियापदले राइमिङ्स मिलाउँछस् भने डोक नसोच भन्छ क्रियापद राइम पनि मिलाउनु भएको छैन उहाँले त तेरो जिन्दगीको राइमिङ मिलेको छ कि छैन चेक गर शिलुले ब्याचलर डिग्री नि लिटरेचरमा गरे अब तँलाई फेरि लाग्ला यो लिटरेचर भनेको कुन चाहिँ चराको नाम हो भनेर टेन्सन नगर गुगलमा जा अनि सर्च गर ठुलो कुरा नगर्नुहोस् बरु हजुर चाहिँ गएर गुगलमा सर्च गर्नुहोस् हाउ टु ऱ्याप भनेर ऱ्याप खान थालिसला तले भक्खर कहाँ भर्खर 5 वर्ष भइसक्यो न सुर न ताल ऱ्याप हान्दै हिँड्नु भन्दा लड्दै पड्दै आइपुगेमा छता छुल्ला भएको रहेछ विकृतिलाई नेपपेर साह्रै बदनाम भएको रहेछ सिंहासनलाई सम्हाल्न खाँचो मेरै भएको रहेछ भएको रहेछ हजुरको चाहिँ 5 वर्षमा पनि प्रगति भएको रहेछ ऱ्याप हान्नमा के ऱ्याप हानेको यता पनि मिलेको छैन उता पनि मिलेको छैन भनेर कमेन्ट बक्समा भोग्नेहरू टिकटकमा 10 सेकेन्डको म्युजिकमा हैन लिपसिङ गर्न नजानेर
गरेर लिपसिङ पनि मिलाउन नसक्नेहरू तैँले मलाई क्रिटिसाइज गर्छस् जिन्दगीमा नि सिलीको लेभल नै बाबु के हो आँखी बाउ आँखी बाउ हो कि आँखी हजुरबा हजुरआमा के छ त आँखामा त डेन्जर यहाँ तलदेखि माथिसम्म माथिदेखि तलसम्म गर्न सक्दैनस् त्यो जुनीमा सक्दैनस् बाबु अर्को जुनीमा नि अलिकति दिमाग लिएर आएस फुच्चीहरू खत्रै ऱ्याप भन्ने ऱ्यापर जस्तो ठुलो कुरा गर्नुहुन्छ म त सक्दिनँ यार उहाँसँग Silu Pokhreil is the best rapper in Nepal. तेरो आउले भने I am the god of rap. You Buddha ne pop king. Yo tero भ्रम हो। Listen to my rap skills. तैँले हाने ऱ्याप सुन्दै सुन्दैन म काठमाडौँ सहर अटोल घट्टे खुलो बानेश्वर गरौरे असत्य खुलो तेरो rap यार। पुरा तेरो rap। Silu यार नेक्स्ट लेभल छ यार सिलु त यार रिप्लाइङ भन्दै कार्डी बी र एमएनएमले इमेल पठाइरहेछ। सुन्नुभयो नि उहाँको गफ दिदी हजुर कति खतरा मान्छे एकचोटि भनिदिनुहोस् त सबलाई नेपालको ऱ्याप इन्डस्ट्रीमा हैन मैले जस्तो ऱ्याप बनाउने हैन मैले जस्तो जुन तरिकाले भिडियो बनाएको छु नि त्यस्तो गर्ने कुनै माइकलाल कुनै केडी जन्मेको छैन खाते सारा देर बोल्छ ऱ्याप इन्डस्ट्री रुल गर्छु म रुल गर्छु म गर्नु सक्दैनस् के पनि हेरी राग हिस्ट्री गर्छु म ब्ल्याक म्युजिक के भनेको तिमी के बिगारेको छु मैले नेपालको बाटो बिगार्न खोज्ने हैन पपलाई बिगार्नेलाई दिने छैन माफी नेपालको बाटो बिगार्ने सबलाई खट्टा हान्ने के गर्छस्? तेरो घाटी काट्न आउँछु सोसाइटी डाउनटाउन अपार्टमेन्ट रोलिङको जिल्ला मुझे ड्याङ 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 अहिले कुकुरी मारिवाला छ देख्छ मेरो पनि खुकुरीमा थाहा मसँग पनि छ ड्याङ 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 रे भिरेन दाइ हजुरलाई कस्तो लाग्यो दिदीको ऱ्याप मलाई मजा आएन भन्दै मैले के भन्ने नि भन् भन्दै। टेन्सन लिन्न म हिपहपमा विदाउट राइम मजा आउँदैन तैँले मलाई क्रिटिसाइज गर्छ मलाई म्याच त बुझेन नि त हजुरले चित्त नबुझेर के भयो त दिदीलाई क्रिटिसाइज गर्न पनि बैंकमा $1 मिलियन हुनुपर्छ अरे $1 मिलियन छैन भन्ने तेरो ब्याङ्कमा लाजमान खुच्छ मलाई क्रिटिसाइज गर्न म भनेको मिलिनियर हो ए हो र त्यसो दिदीलाई सम्झाउनुहोस् त ठुलो कुरा गर्नुभयो धेरै त्यो तोरीलाई बुझाइदिनु तिम्रो ऱ्याप सबले हेर्दैछ भने त राम्रो गर्नुपर्छ होइन मेरो टेन्सन नगर मेरो ऱ्यापको पनि त टेन्सन नगर ऱ्यापमा कलै छैन मोटिभेट हुने होइन रिसली इक्ली मैले यत्रो भने ल अब इक्ली गएर डिसले यो ऱ्याप रिलिज भइसके पछाडि भिटेन चाहिँ इन्डिया गयो पकड्ने मेरो नामको बेइज्जत नगर्न यार अलिक कडा ऱ्याप हान्न के खादिन्न म भिटेन जस्तै भ्याट लाउरे जस्तै मलाई खुक्को पात राइम हान कडा मेरो ऱ्यापमा राइमिङ मिलेको छैन त्यो मलाई थाहा छ के भयो तँलाई फेरि? तिमीले मलाई सिकाउनु पर्छ म हावातालमा म ऱ्याप हाने जस्तो लाग्छ ऱ्याप भनेर हानिसकेपछि त राइम चाहियो भाइ त्यहाँ मल्टी जार्नु पर्छ सङ्घर्ष गर्दा मलाई कसैले देखेनन् साथी भाइ आफन्त कसैले चिनेनन् हेल्प गर्थे तर विश्वासै गर्दैनन् अलि राइम देऊ के भाइ राइम देऊ फक यु टु मजा आयो मजा आयो मजा आयो ओहो तेरिका लास्टै मजा आयो थत जलनले त ब्रुटल बनाइदियो यार भिडियो हुन त सायद सबै भिडियो त्यस्तै नै छ होला म त धेरै पछि हेरेको लास्ट हाँसे त्यो साकारको र त्यो जीवको त्यो क्लिप आउने बित्तिकै हाँसो लाग्छ त्यो सिलोको मुख देखे हाँसो लाग्छ मजा आयो बेस्ट वर्क राम्रो काम जलन ब्रो ल यति भन्दै यो रियाक्सन भिडियोलाई यही सघाउँछु र नेक्स्ट भिडियोमा हजुरहरूलाई छिटो भेट्नेछु त्यति बेलासम्मको लागि बाई बाई टेक केयर टाटा